संसारको कुनै पनि देशले बिरलै पाउने यो अवसर तपाई हामीले प्राप्त गरेका छौं। आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने यो अवसर हामीले प्राप्त गरेका छौं। भोट माग्दा हामीले आम जनतालाई के भनेका थियौं भने यसपटक तपाईले आफ्नो भाग्य आफ्नै हातले लेख्ने हो, इतिहास रच्ने हो 21 गते भनेर हामी सबैले भनेका हौं। विभिन्न ठाउँमा विभिन्न साथीहरुसँग भेटघाट गर्दा म आफै पनि पुगेको र तपाईहरुको हात समातेर भनेको म सम्झन्छु। हामीले भनेका थियौं यसपटक आफ्नो हातले आफै इतिहास लेख्ने हो। आज म तपाईलाई यो हलभित्र भनिरहेको छु, साथी हो, यो देशको भविष्य कस्तो लेख्ने तपाईको हातमा छ, मात्र तपाईको हातमा छ, अरु कसैको हातमा छैन। जनताले दिए तपाईलाई, ल लेख हाम्रो भविष्य, ल रोक हाम्रा छोराछोरीलाई विदेश जानबाट, ल सृजना गर रोजगारी, ल बनाऊ बाटोघाटो, ल पुर्याऊ बिजुली, देऊ शिक्षा, देऊ स्वास्थ्य। जनताले आफ्नो गर्ने काम गरे, तपाईको काँधमा आएको छ। यसबाट एकदमै धेरै रमाइलो यसलाई लिएर, यसलाई चाहिँ उत्सवका रूपमा भन्दा पनि जिम्मेवारीको रूपमा काम गर्नुपर्ने यो गहन बेला तपाईहरुको काँधमा आइपरेको छ। त्यसैले म सबैलाई यसको महसुस गर्नको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। म फेरि पनि भन्छु, यो सामान्य परिस्थितिले आएको होइन। भाइ बहिनीहरूले, ससाना भाइहरूले आफ्नो रगत बगाएर ल्याएको यो परिवर्तनलाई संस्थागत गरेर अर्को निर्वाचनमा कुनै पनि उम्मेदवारले भोट माग्न जान नपरोस्, हाम्रो काम बोलोस् भन्ने हेतुले तपाईहरुले काम गर्नुहुनेछ। नजाने